हेलो गाइजहरु नमस्ते र सन्चै हुनुहुन्छ। म पनि एकदम ठिकै छु। आज हामी चाहिँ चौकुनी गाउँपालिका वार्ड नम्बर 4 चाहिँ बिजोराका एकजना चाहिँ सिद्धि सुभाष परिचय सुरु गरौँ ल। हजुर नमस्ते, मेरो नाम सिद्धि सुभाष, चौकुनी गाउँपालिका वार्ड नम्बर 4 बस्ने। उहाँसँग आज भेट भएको छ एउटा चाहिँ पब्लिक गार्डनमा चाहिँ। आज उहाँसँग छोटो मोटोमा कुराकानी गर्नेछु र उहाँसँग के छ, उहाँसँग कला गला स्वर सुनाइरहनु भएको छ पछाडिबाट। आज उहाँसँग गला कस्तो छ ल सुरु गरौँ त। छल गरेर हिँडेको दिन बल गरेर रोक्न नि सकिन, छोडेर गइहाले बाँचेको छु धन्न, तिम्रो जिन्दगीमा छैन म, हुन पनि भएन म, अझै मिल्छ र मनमा बसु भन्न, अझै मिल्छ र मनमा बसु भन्न। हेलो गाइजहरु, सुनिसक्नु पनि भएको होला। आज हामी चाहिँ चौकुनी गाउँपालिका वार्ड नम्बर 4 का भुड्या खुडीका चाहिँ आज हामीले एकजना सिद्धि सुभाषलाई भेटाएको छु र कस्तो लाग्यो जस्तो लाग्थ्यो उस्तै कमेन्ट गर्न पनि नभुल्नु पनि भन्न चाहन्छु। हस्त।